हेलो गाइज, वेलकम टु माई भ्लग। यो चाहिँ मेरो फर्स्ट भ्लग रे कि फर्स्ट त होइन, जेप्पे त बनाउँथे, तर यो युट्युबमा जान्छ कि नै मलाई थाहा छैन। अनि म चाहिँ मेरो नाम भने कि नै स्मी शुभेच्छा ठकुरी। अनि हामी चाहिँ अहिले चाहिँ जलजलामा छौँ। यहाँ चाहिँ मेरो दादा छ दुलैली भने कपाल यस्तो गर्न यस्तो गर्न। यहाँ चाहिँ मेरो मम्मी हिँड्छ मेकअप पुत्री खाएर। यहाँ चाहिँ मासु बनाइरहेछ मम्मीले। हामी चाहिँ यहाँ सबै बसिरहेछ। यहाँ चाहिँ यस्तो छ। ह्याप्पी न्यू इयर मनाउन आएको हामी। यो के भन्छन्, यो रोल्पा लिबाङको एकदम फेमस ठाउँ, एकदम जलजला भने थबाङबाट हामी हिँड्दै आएको। लगभग कति कतासम्म आयो गाडी 50 किलोमिटर त्यो गएर आएको। Few moments later. 55 मा हामी छौँ। यो जलजला भने कस्तो रहेछ नि, हिजो एकदम तलाउ भारी छ, त्यो ऊ गरेर यो तपाईँ काठ खसेर त्यो पुगेर के अरे जाटेको दलदल के यस्तो पाहाडमा पनि पानी दलदल एकदमै राम्रो रहेछ। हजुरहरू पनि आउनु होला। हजुरहरू पनि आउनु होला। मेरो छोरीले सिकाएको छिन् मलाई। हामी चाहिँ के भन्नु, यो चाहिँ मेरो दाई, यसको नाम चाहिँ निश्चल सेन होइन कि, यो अर्को फेरि बनाम के त्यो भएन। अनि हामी चाहिँ पहिला तल बसेको थियौँ। अनि त्यहाँ चाहिँ लास्ट 4 थियो, त्यही भएर हामी चाहिँ बस्न लाग्थ्यौँ, बसेको थिएनौँ। अनि यहाँ चाहिँ होमस्टे जस्तो रहेछ, अलि माथि। अनि त्यहाँ छौँ। यहाँ चाहिँ हुनुहुन्छ यो होमस्टेको मालिक। यहाँ चाहिँ मुई पनि छ। झ्याउ मान्नु भा नमान्नु लाग्दै। यहाँ चाहिँ मेरो बाबा हिँड्छ, हाई गर्छ मेरो भ्लगमा, मेरो छोरीको भ्लगमा। सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिनु होला भन्छन् मेरी रानीले नि बाबा। यहाँ चाहिँ मासु छ। यहाँ चाहिँ अब डान्स हुन लाग्छ। यहाँ चाहिँ हाम्रो डिजे हुन्छ। अब यहाँ दुइटा चाहिँ नाच्नलाई रेडी हो। अनि यहाँ चाहिँ बाँकी राख। अब यस्तो जाडोमा तातो गराउनुले नाच्नुले मन नाच्नु। हामी चाहिँ यहाँ यस्तो डर्रो कि के हुन्छ त्यही भइरह। यहाँ अघि 10 seconds later. आलु र टिमुर खाएर, तर मिठो थियो। यहाँ चाहिँ आगो तापिरहनु भएको सबै बसेर भिडियो बनाउनको लागि। आगो पनि भिडियो बनाउनको लागि ताप्छु। यहाँ चाहिँ यसरी। अब म चाहिँ क्यामेराम्यान। वाउ, मासु पाकिरहेछ, सब रेडी छ खाना है। आलु पनि पोलेको छ हामीले, सायद जले पनि होला। हाम्रो दाजु दाङबाट आउनु भएको। अनि हाम्रो एकदमै व्यवस्थापक फेरि हाम्रो ज्वाइँ छ। नमस्कार नमस्कार। हाम्रो वरिष्ठ दिजु हजुर सबैलाई नमस्कार। हाम्रो एकदमै धन्यवाद दिने जन हाम्रो दाइ, हाम्रो थबाङ के रे
व्यवस्थापनमा मद्दत गर्ने एकदम उहाँ दिबाङ र दाङ झरेपछि उहाँलाई चाहिँ सम्मानका साथ हामीले दोस्रो उडाएर गाडीले सलाम गर्नुपर्छ यो सलाम चाहिँ केलाई रे सलाम गाडीवालालाई किन भन्नु छैन गुरुले एकदम अप्ठ्यारो बाटोमा नि एकदम राम्रो तरिकाले एकदम माथितिर ल्याउनु भयो उकालोमा त्यही भएर हाम्रो दिजुले सलाम ल फेरि एकचोटि सलाम दाजीले नि गर्छ खै प्लिज दाजी पुरा पुलिसवाला गरे हाम्रो फर्स्ट चाहिँ बोल्छिन अरे त्यही भएर फेरि बोल्छिन्छ ल बोल्छ 2022 सालको शुभकामना सबैलाई। आज हामी 22 सालको वैशाखको 4 गते जलजलाको तिमीले सिकाइदिया त भइन त फेरिबाट ल के रे 2082 सालको शुभकामना सबैलाई। हामी 2082 साल के भन्छन् वैशाख 4 गते यो जलजलाको क्याम्प फायरमा हामी आएर अहिले रमाउँदैछौँ होइन। अनि तपाईँहरू पनि आउनुहोस्, यस्तो रमणीय ठाउँ रहेछ। यो सुन्दरताले पाएको एउटा एकदम राम्रो जिल्ला यो रोल्पा पनि रहेछ भन्ने कुरा अहिले प्रष्ट भयो। अब यति हो, अब सबलाई नमस्कार। The next day. हेलो गाइज होइन मैले कुन हातले कौन है ये लोग? कहाँ से आते हैं? गाइज यहाँ चाहिँ जाँदा छ अहिले चाहिँ बिहान भइसक्यो। यहाँ चाहिँ लास्टै चिसो छ। हामी चाहिँ पर्वती जस्तै मान्ने हाँस्रे अनि हामी चाहिँ पूजा गर्न जाँदैछौँ। यहाँ चाहिँ लास्टै जाँदैछ। अहिले पछि हामीलाई हेर्नु होला हामी कस्तो कपडा लगाएर फोटो खिच्छौँ भनेर। त्यही पनि हामी यहाँ अगाडि होइसिन्छ। हामी चाहिँ गइरहँ। यहाँ चाहिँ पुरै कुरो लाग्यो। हामी चाहिँ उद्यान माथि बसेको थियौँ। यहाँ चाहिँ मेरो दादा छ। त्यही हो, अब हामी पूजा गर्छौँ। हामी चाहिँ फोटो खिच्छौँ, मम्मीहरूले पूजा गर्छौँ। हेलो फाजु, गुड मर्निङ। गुड मर्निङ छोरी, गुड मर्निङ। अगाडि मम्मीहरू पनि गरिदियो। हेलो हाई सानो। हेलो हेलो फुवा। यहाँ चाहिँ अस्ट्रेलियाबाट आएको। यहाँ चाहिँ यसो लेखेको थवाङ यता रे। थवाङ त तल छैन र। हामी चाहिँ 3160 मिटर अल्टिट्युडमा रहेछौँ। त्यही भएर हामीलाई यस्तो जाडो भइरह। अच्छा यहाँ के लेखेको छ यस्तो छ। यहाँ चाहिँ मेरो बाबा होइसिन्छ। बाबा गुड मर्निङ। यहाँ चाहिँ यो मन्दिरमा चाहिँ पूजा गरिसक्यो मम्मीहरूले। अहिले चाहिँ पहिलो बरा भनेको मन्दिर चाहिँ अस्ति जाडो छ। कपाल कोरेर आएर यहाँ यस्तो गराएर देखिन्छ भनेको कपाल खिच्ने बेला। यहाँ चाहिँ मेरो दादा छ। यो चाहिँ क्यामेराम्यान भनेको त अन्त चाहिँ पुगिसक्यो। चाहिँ गइरहँ यहाँबाट। हिजो चाहिँ हामी फर्स्टमा आएर उता माथिबाट मैले हिजो भनेको थिएँ नि तल बस्नु राख्यौँ भनेर। त्यो चाहिँ यहीँ हो। हेर्नेर चाहिँ आश्रम छ तर भित्र चाहिँ लास्ट फ्लोर छ। टोइलेट लास्ट फ्लोर छ। अनि यहाँ चाहिँ यस्तो बारबिक्यू गर्ने के अरे सुविधा पनि छ। अनि यहाँ चाहिँ लुगाहरू पनि छ। टोइलेट त पारि पनि छ। यहाँ छ तर पनि सब फोहोर छ। त्यही हो। हामी चाहिँ तल के तलको मन्दिरमा पूजा गर्न जानु लाग्छौँ। त्यहाँ हामी चाहिँ मन्दिर आइसक्यौँ। सत्तदेव बरा। यो चाहिँ बजु बरा
कस्तो राम्रो रहेछ दाजु त्यहाँ आइरह रहेछ बजु बराह ल हामी चाहिँ उता पूजा गरिरहेछ मम्मीहरूले म र दादाले चाहिँ उतादेखि यता खिच्ने हामी चाहिँ पुलमा जानुलाई त्यहाँ हामीले पुल हिजोदेखि खोजिरहेको थियौँ भन्दा नि ठ्याक्कै याद आयो अनि यहाँ रहेछ पुल चाहिँ अनि हामी जाँदैछौँ जाके ए त्यहाँबाट हामी चाहिँ गइरहनु दादा र म मात्र दादाले नि आफ्नो कपाल बिग्रिन्छ भनेर यहाँ टोपी छ रहा मलाई उचाल्न पठा साथीहरू गाइज निहरू यहाँ यस्तो हिलो छ दलदल छ यस्तो पहाडमा पनि के भने अहिले मैले सुनेन कस्तो राम्रो छ यहाँ यहाँनिर रहेछ पुल अनि के अरे फोटोमा त पुल यस्तो कर्भवाला पो हुन्छ त यहाँ त सिधै छ त कर्भवाला थियो कि यस्तो वाला ओइ झन्डै लौटो साथीहरू पुल यस्तो छ कुहिरो हेर्न सक्नुहुन्छ बर्कीमान राम देखाए चाहिँ कस्तो लाग्यो पुल एकदमै यो क्यामेरामा मोबाइलले केही सुन्ने छैन होला हेलो गाइज म चाहिँ फोटो खिच्ने भनेर यस्तो जाडो छ त्यही पनि हेलो गाइज यहाँ फोटोसुट भइरहेछ यस्तो जाडोमा पनि मलाई देख्न सक्नुहुन्छ यहाँ सिन त फेरि खतरा छ यहाँ बसेर हेर्ने much later. मेरो फोटोसुट भइसक्यो त्यही भएर म अब फोटो लाउन जाँदैछु यहाँ हामी चाहिँ यसरी बसेको थियौँ यहाँ मम्मी हेर्छिन्छ त मम्मी चाहिँ उसो चिया बिचरा मेरो मम्मी कसरी सुत्नु परिरह मेरो मम्मीलाई अनि हामी चाहिँ अब घर पनि जाने हो त्यहाँ हामी पर्खिरहौँ उता पूजा गर्न जानु भएको दिदीहरू त्यही भएर त्यहाँहरूलाई अनि यहाँ चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ फुवाइसिन्छ म चाहिँ मेरो कपडा चेन्ज गर्छु हेलो गाइज हामी चाहिँ अब यहाँ जलजलादेखि तल थबाङ हामी थबाङ झर्दैछौँ अब हाम्रो यात्रा कस्तो हुन्छ फेरि पछि तपाईँले देखाउँछ अनि यहाँको हामी चाहिँ अहिले ऊ पारिबाट आएर यहाँ अहिले बिस्या छौँ यहाँ चाहिँ मेरो बाबाले पुरै सेल्फी हान्दैछ अनि हामी चाहिँ यहाँ छौँ मेरो पनि खिच्दैछ है आइज म हजुरहरूलाई अब पुरै यस्तरी ड्रोन सट ड्रोन भयो कस्तो जिब्रै लाग्दैन एकछिन है हजुर ल है अब म यसको फोटो खिचिदिन्छु हेलो गाइज अब चाहिँ हामी फेरि हिँड्न लायौँ यहाँ चाहिँ लट्ठी टेक्दै हिँड्नुपर्छ अझै कति धेरै हिँड्ने छ हामी थबाङ पुग्नलाई यस्तो ओह्रालो काजु हेलो हेलो हाई अब हाम्रो प्रस्थान यो जलजलादेखि थबाङतिर हाम्रो यात्रा सुरु हुन लाग्छ हजुर मोबाइल मेरो गोजीमा छ अब हामी चाहिँ गयौँ उता दादा आइरह हामी चाहिँ हिँड्रहौँ फेरि यहाँ अड्डिन लाम यहाँ गुराँस कति धेरै रहेछ त्यही भएर देख्न सक्नुहुन्छ हजुरहरूले पनि रेड कलरको त एउटा छैन नि भोलि बिहान जान्छ त्यो भोलि बिहान जाने हुन्छ मेरो बाबा बसिन्छ बाबा हेलो भन्छ न
अब यहाँ चाहिँ फोटो खिच्ने राम्रो छ। आज हामी ड्राम बाटो चाहिँ यस्तो छ। बल्ल हामी अलि मोटर बाटोमा पुग्न लाइन हो कि नै मम्मी? अब चाहिँ हामी जान्छौँ। यस्तो छ बाटो। तपाईँले देखिसक्नुभयो होला पारिपट्टि एउटा सानो चाहिँ ट्र्याक खोलेको छ नि, पारिपट्टि त्यो उसको त्यो वाटर ऊ छ नि, त्यो के भन्छ धरमपानीदेखि उतापट्टिबाट हामीले लिएको छौँ त्यो बाटो। अब हामी यो लगेर त्यसमा चाहिँ रिङ रोड चाहिँ जोडिदिन्छौँ हामी। त्यसै त झन् सजिलो हुन्छ नि उता जान नि। अर्कोचोटि आउने बेला उता पनि जाउँला धरमपानी। अझ अर्कोचोटि आउने बेला आउनुहोस् न अझै। हजुर आउने नआउने सजिलो माथि उकालै चढ्नु पर्दैन। अहिले माथि के भन्छ स्तम्भ छ नि, स्तम्भसम्म चाहिँ गाडी आउँछ। गाडीमा यहीँसम्म आएपछि त आउने त हो। यसो जुम गरेर सिधा छ नि कस्तो राम्रो। लालीगुराँस हामी चाहिँ मोटर गाडीमा हारेको मोटर बाटोमा आइसकेको छौँ। हिँड्छौँ हामी, देख्न सक्नुहुन्छ मलाई पनि। हामी चाहिँ अब हिँड्छौँ।